Welcome back to the channel. It's boy MK Jodo Vlogs तपाईहरुमा आज पनि सधैँ हामी चाहिँ आज बल्ल जेलदेखि बाहिर निस्केको छ भइरहेछ साथीहरु हैन दुबईको तातो घाम अहिले 5 बज्न लागेको छ र यस्तो घाम छ हामी चाहिँ अब हल्का समुद्रतिर गएर यस्तो डटपट गरेको छौं हैन के छ गाइजहरु आज एक्साइटेड एकदम हैन हाम्रो एउटा दाइ चाहिँ आएन हैन त्यो दाइ अब के अल्छी गरे के गरेर छोड्यौं हामी चाहिँ अब च्याक्ट जाँदैछौं हैन साथीहरु अब समुद्रमा गएर यस्तो त्यहाँको सिनेमेटिक सटहरु हान्नु ड्रोन सट त हान्नु हुन्थ्यो ड्रोन छैन हो सिनेमेटिक चाहिँ हान्छु म हल्का फुल्का हैन त्यसपछि पौडी चौडी खेल्दिने आउने हो त साथीहरु हेर्दै गर्नु स्टे ट्युन है त सबैजना साथीहरु ल यस्तो छ यहाँको अहिले चाहिँ मौसम भनेको चाहिँ साथीहरु हामी चाहिँ अब गाडी चढिसकेको छौं हैन यहाँदेखि चाइना क्याम्पसम्मको लागि भयो भने अब गाडी चढ्यो त्यहाँदेखि अर्को गाडीमा जानुपर्छ अरे हैन जक्का हाम्रो फागो भाइ चाहिँ लास्टमा छ हैन यता दाइ यहाँ चाहिँ अगाडि हुनुहुन्छ यहाँ भाइ छ साइडमा हैन क्यामेरा क्वालिटी चाहिँ साथीहरु अब डोन्ट माइन्ड है अब अलिक पछि म अल्ट्रा किन्दैछु हैन अहिले त्यस्तै छ जिन्दगी लथालिङ्ग भइरहेछ हैन अब साथीहरु अब अर्को गाडी चढेको देखाउँछु ल र देखिए गाइस नजरा अब चाहिँ दुबई आयो कि जस्तो हुँदैछ क्या गाडीमा लगेर राख्दिन्छ के बिजनेस गर्नु हैन साथीहरु आज हामी यस्तो बाहिर रिफ्रेसमेन्ट हुने सेभ हैन र यहाँले अबुधाबीमा चाहिँ सिटीमा गएर नेपाल रेस्टुरेन्ट भेट्यो चट्टा खाजा खानु बसेको चप्पडे हेरिहाल्नु साथीहरु अबुधाबीमा आएर नेपालको चप्पडे खाइन्छ है साथीहरु नेपालको चप्पडे नेपाली चाउमिन यहाँ ट्राई गर्दैछ यता भाइले यता दाइले एकचोटि एक बाइट हानेर त रिभ्यू दिन्छ नेपालको चाउमिन नेपालमा टेस्ट छ हो अबुधाबी नेपालीले बनाएको नि त हैन खाएर स्वाद भन्दिन न ठिकै हाल आसन ठिकै भन्छ त्यहाँ पनि एक बाइट हान्छु तर म आएको छ कि साथीहरु अब एउटा हान्छु ल म नेपाली मोमो टेस्ट हान्छ मोमो त हातैले हो नि खाने राजाहरू चाहिँ सेलरोटी पनि मगाएछ होइन साथीहरू अब सेल हान्दैछु ल सेल कस्तो छ सेल चाहिँ साथीहरू हामी चाहिँ बिच नभइकन यहाँ रातभर लास्तो गरिसकिसक्यो हो र कतिखेर बिच पुग्ने हो थाहा छैन होइन ल हेर्नुहोस् त आमामामा अहिले चाहिँ दुबई यस्तो फिल भइरहेछ नि त मलाई राइट नाउ साथीहरू ल साथीहरू हामीलाई चाहिँ म्यापले डुबाउँछ डुबायो होइन बिच भनेर आएको होइन कहाँ यो हाम्रो नेपालको रारा लेक जत्रो चाहिँ छ यो समुद्र होइन यो चाहिँ मिनी समुद्र है मिनी समुद्र साथीहरू मिनी समुद्र होइन हामी चाहिँ अब यहाँनिर अकमक्कै परियो जाने कहाँ लोकेसन कहाँ देखाउँछ होइन लु हेरौँ है साथी अबुधाबी यस्तो छ होइन ऊ माथिको बुटमा टुप्पीमा चाहिँ म एक दिन बस्छु क्या यहाँनिर च्याट्टसँग हेर्नुहोस् साथीहरू यार आमामामा कस्तो दामी सिन क्या नेपालमा हुनु भने यसलाई म डेकोरेट गरेर यस्तो दामी बनाउँथेँ लाइटिङ साइटिङ हालेर तर यहाँ हुनु दामी देखिँदो रहेछ ल साथी हामी चाहिँ अब बिचको पुरा त्यो समुद्रको छाल आउने ठाउँमा जाँदैछौँ होइन अब लोकेसनले पुऱ्याउँदैन साथीहरू गइरहेको छौँ जानु चाहिँ ल साथीहरू हामी चाहिँ यहाँ समुद्र खोज्दा यहाँका मिनी समुद्रमा आइपुग्यो देखिँदैन पनि केटाहरूले यहाँ फोटो खिचिरहेछ कोही पल्लोपट्टि टापु निस्किरहेछ मिनी समुद्रमा फोटो खिच्दैछ केटाहरूले बल्ल यहाँ चाहिँ फुटबल ग्राउन्ड पनि रहेछ ए साथीहरू हामी चाहिँ मिनी समुद्र मिनी बिच पनि घुमेर सकिसक्यौँ होइन अब दुबई आएपछि साथीहरूलाई अब बुर्ज खलिफा नदेखाइ त कहाँ चित्त बुझ्छ त होइन देखाउँछ ल हेर्नु है साथीहरू 3 2 1 गो याउ आमामामामामामा लु हेर त बुर्ज खलिफा त कुहिरो देखिरहेछ त आमामामा यहाँदेखि माथिको चाहिँ छैन है सबै हुसे लागिरहेछ त्यहाँ माथि साथीहरू मुनि मुनि हेर्नु आमामामा लु हेर त सानो रहेछ त नि काठमाडौँको धरारा भन्दा चाहिँ 2 तला जति अग्लो 2 स्टेप अग्लो रहेछ यो ल साथीहरू यस्तै छ आज ल साथीहरू हाम्रो चाहिँ बस्दा बस्दा एउटा डिबेट भयो होइन
हाम्रो साथीहरूले नेपाली एक सिया दियो भने यहाँदेखि प्यारासुट ल्याएर हाम फालिदिन्छ अरे होइन। यता हाम्रो दाइ चाहिँ यताको दुबईको 1 करोड दियो भने बिना प्यारासुट नलागिकन हाम फालिदिन्छ अरे। हेरौँ है, यस्तो छ सोचाइ हाम्रो। कहिले बनिने हो नि हाम्रो देशमा यस्तो अन्डरपासहरू, यहाँ चाहिँ झिलिमिली रहेन होइन। दामी छ क्या रोड आमाजी मुनि पर्छ पल्लोपट्टि पुलुत्तै निस्क्यो, पर्छ पुलुत्तै निस्क्यो, यो हो नि त। हेरौँ है साथीहरू, यार च्याट्टा पारा पानीमा सल गरियो भने यहाँ दिउँसो घुम्ने पौडी खेलिहाल्ने। ल है साथीहरू, हामी चाहिँ यस्तो ठाउँमा आएको छौँ अहिले होइन, मिनी पार्क। ल है साथीहरू, वेलकम छ सबैजनालाई होइन। च्याट्टा हिजो चाहिँ अब फोन स्विच अफ भइगयो, भिडियो गर्नु पाएँ नि गर्नु पाएन। अब आज चाहिँ आएको छु होइन, यता बायोमेट्रिक लागि म लाइन हेर्नु न, के अरे सानो लाइन छ त यहाँनिर। अब 7 बजीदेखि हुन्छ, त्यसपछि काम यसरी लाइन लाग्नुपर्छ है साथीहरू, यसरी लाइन लाग्नुपर्छ होइन। जाँदैछौँ अब काम एकैछिन सकिन्छ अरे, काम सकेपछि भेट्नुपर्छ ल। ल गाइजहरू, हाम्रो चाहिँ च्याट्टा बायोमेट्रिक पनि सक्यो होइन, एकैछिनमा हुँदो रहेछ। सिस्टम भनेको यस्तो हुन्छ क्या, सिस्टममा चलाइदिएछ। त्यो फ्रीको चिया पनि खाइदिएछ हामी। नक्सलबारी हेर्दा नि यो कप देखाएको छ, मिनी कप। यहाँ अगाडि पनि छ है साथीहरू, मिनी बिच चाहिँ हाम्रो अगाडि पनि छ। यहाँ पौडी सौडी खेल्नु मन आउनु अल्झाहरू क्या अगाडि। हामी चाहिँ अब अहिले यहाँ आएको छौँ खाना खानु साथीहरू होइन। हामी चाहिँ अब खाना खानु आएको छौँ होइन साथीहरू, च्याट्टा पारामा नेपाली रेस्टुरेन्टमा। अब 13 दिरामको खाना यस्तो हुन्छ यहाँनिर होइन। दाल आउनु बाँकी छ। नमस्ते अन्नपूर्ण रेस्टुरेन्ट होइन। यहाँ अब फागो भाइको आउँदैछ अब माल, 13 दिराम है साथीहरू। ल त साथीहरू, अब खाना खाएर भेट्छु है म। त्यही गाइजहरू, हामी चाहिँ अब खानासाना भ्याएर पनि आइसक्यो होइन। अब हामी चाहिँ रुमतिर जाँदैछौँ होइन। अब भ्लग पनि लामो भएपछि लाग्छ। अब यो भ्लग चाहिँ यहाँ टुङ्गिनु पर्छ। अब हामी चाहिँ अर्को भिडियोमा भेट्छौँ है साथीहरू। ल सबैजना।